नमस्कार। कुनै समयमा एउटा ठुलो घना जङ्गलमा एउटा जरायो बस्ने गर्थ्यो। साथीहरू, तपाईहरू सबैजनालाई थाहा भएकै कुरा हो, जङ्गल सम्पूर्ण विभिन्न प्राणीहरूको वासस्थान हो। जङ्गलमा एउटा जरायो बस्थ्यो। जरायो निकै राम्रो, सर्लक्क, खाइलाग्दो र सुन्दर थियो। यसै क्रममा खरायोले आफ्नो दैनिक दिनचर्या जङ्गलमा बिताइरहेको थियो। त्यही समयमा उसलाई निकै तिर्खा लाग्यो। तिर्खा लागेपछि उसले पानीको खोजीमा एउटा गहिरो तलाउमा पुग्यो। त्यहाँ अति सुन्दर, सफा, क्रिस्टल क्लियर पानी थियो, जहाँ जो कोहीले पनि आफ्नो छाया छर्लङ्ग देख्न सक्थ्यो। त्यसै गरी जरायोले पनि आफ्नो छाया पानीमा देख्यो र ऊ मक्ख पर्यो र गर्वले गदगद भयो कि मेरो सिङ, आहा कति राम्रो! यो सिङले मेरो सुन्दरता बढाएको छ। म एकदम राम्रो छु र म साह्रै भाग्यमानी छु। खुसी हुँदै उसले टाउको झुकाएर पानी पियो र टाउको उठायो। जब उसले टाउको उठाएको मात्र के थियो, पारिबाट एउटा सिंह हसङ फसङ गर्दै उसैलाई ताकेर अब मैले जरायोको मासु खान्छु भन्दै पछ्याइरहेको रहेछ। सिंहलाई देखेपछि हसङ फसङ गर्दै साथीहरू ऊ भाग्न थाल्यो। भाग्दै भाग्दै टाढा पुग्यो। जब ऊ पछि फर्केर हेर्छ, सिंहले उसलाई नै पछ्याइरहेको छ र ऊ सुइकुच्चा ठोकेर कुद्यो। कुद्दा कुद्दै उसको जुन सिङ थियो, जसले गर्दा ऊ गर्व गरेको थियो, त्यो सिङ उसको झाडीमा अल्झ्यो। झाडीमा अल्झेको कारण ऊ निकै कोसिस गर्यो तर उस झाडीबाट फुत्केर जान सकेन र उसले मनमनै आफूलाई सराप्न थाल्यो कि मैले मेरो सिङलाई देखेर निकै गर्व गरे। म ठुलो भ्रममा रहेछु। मैले ठुलो गल्ती गरेछु। मैले जसलाई सम्झेर प्रशंसा गरेर गर्व गर्नु पर्थ्यो त्यसलाई गरिन। जब मलाई दुश्मनहरूसँग, शत्रुहरूसँग बच्नको लागि मेरो खुट्टाले कति परिश्रम गरेर मलाई टाढा टाढा भगाउन सक्थ्यो, त्यसको लागि मैले गर्व गर्नुपर्ने थियो। तर मैले मेरो सिङको व्यर्थै प्रशंसा गरे, जसले आज मलाई शत्रुको मुखबाट बचाउन सकेन। यतिकैमा ऊ पछुताउँदै थियो, फुत्किन कोसिस गर्दै थियो, तर उसले फुत्किन सकेन र सिंह त्यहीँ आइपुग्यो र उसलाई चिरा चिरा पारेर खान थाल्यो। यो उसको सिङ नै, जुन कुरा देखेर ऊ खुसी थियो, आफूलाई भाग्यमानी सोचेको थियो, त्यो सिङ नै उसको दुर्भाग्य बन्न पुग्यो। साथीहरू, यो जरायोको कथा थियो। धन्यवाद।